गयो यस्तो पनि हुँदो रहेछ भाइ हेरै के गर्नु घुम्न आएको मान्छेलाई केही भन्नु छैन एक्सपिरियन्स गर्नु छ रोडिजको टास्क यस्तोमा गरायो भने चाहिँ जसले जित्छ त्यसलाई चाहिँ मान्छु मैले आइसलाई रहेछ तर कुकुरले होइन आइसलाई छ अब ब्रेक हान्नु कि अगाडि जानु कि लास्टै अप्ठ्यारो रहेछ यो बाटो ककनीबाट लौके झर्ना गर्ने बाटो अब हामी चाहिँ आशा गर्छौँ लौके झर्नाबाट छरे निस्किन पाइयो भने दसैँभन्दा ठुलो चाड त्यही हुनेछ हाम्रो अब यस्तो बाटो हो भने चाहिँ मेरो हात आउँला ब्रेक हान्दा क्लच दिँदा गइसकेको छ ग्राममा ग्रिप मिलिरहेको छैन राम्रोसँग ओह्रालोमा त्यही हो यार बाटे गाड़ी गई क्या यार मैं तो आवड़ा आ गया यो चासी छोयो यो बाटो आउनु पर्यो नि म आज यही बस्छु एउटा घर खोजिदिनु पछाडि पाङ्रा त डुङ्गामा बसेको थियो रेलगाडीलाई हिँड्नु पऱ्यो कि पर्यो तपाईँ झन् त्यो उस नगर्नु कि बरु त्यो जबरजस्ती धकालेर भए पनि निकाल्न सकिन्छ पछाडि भिडियो थियो त नि ल्याप्पै गाडी हाल्यो त डेन्जर रहेछ त्यो अगाडिको ब्रेक हानेर हिँड्नु छिटिरहेको जुत्ता मोजा चाहिँ त्यही आज
खुट्टाको अलिकति तल्सी हुन्छ ओहो नाच्छ त उयो हामी चाहिँ आज आएका थियौँ खासमा ककनी घुम्न भनेर है अनि ककनीबाट लौके झर्ना चाहिँ सिएस 6 किलोमिटर देखायो बिगेस्ट स्क्याम एभर 6 किलोमिटर भने त यो गइन्छ भनेर आइयो जहाँसम्म लाग्छ 2 किलोमिटर नि आइपुग्यो होइन यस्तो छ प्रभु बचालो यति साह्रो स्क्याम चाहिँ हान्नुहुन्न है गाइजहरू पालिकाका मान्छेहरू मलाई केही भन्नु छैन मेरो हातमा यस्तो यो अफ रोड छ नि त त्यही भएर त्यस्तो लाग्यो कि तर बाटो चाहिँ 6 किलोमिटर नै हो तर कतै दुख्नु गरेर लाग्यो पानीलाई सफल सोच्यो नि कत्रो पानी पर्यो हौ यो जान्नुमा जान्दैन त्यो त मलाई 1-2 बजी त्यो मेरो झगडा गरेर कोही न 1-2 4-5 6 जना लाग्यो जाँदै यही बाटो हो जाउँ होइन गाईहरू जाँदै मरेको त यही बाटो हो क्या धानकै अब बरु हामी हिँड्छौँ अलिअलि तलसम्म बाटो हेर्दै
बाटो सरे त्यो बाटो सकेन अहिले तल सोधे तलैसम्म जान्छ त्यही बाटो होइन तलसम्म जान्छ यहाँबाट जानु पर्यो होइन धन्यवाद दाइ ठिक छ दाइ रमाइलो बाइक जान्छ स्यालको बिहे भएको दिन 6 किलोमिटर त यो भनेको थियो र बिजो नरे बाबा जम यस्तो नि हुँदैन जुत्तामा आधा किलो जति पानी भर्ने बादल पैसा बिजुली सावनको पानी अहिले मेमोरी हो के त्यो चाहिँ एक्स्ट्रा पानी क्या यो गाइस अब के गर्नु यस्तै हो हरिजो पानीले हाल्लोके धारा देखाइदिइहाल्यो कहाँ यो ढुन्डो ढुन हो नि अनि अब हामी सबजना यसरी भिजिसक्यो पुरै हालत बेहाल छ कपडा निकाल्यो भने 1.5 लिटर पानी आउँछ यी घरा पानी छैन अब भाँडादेखि पानी भइहाल्यो नि यहीँबाट घरमा बाल्टी छैन घरदेखि पानी दिँदैन अनि बाल्टीमा यसो पनि एकजना तल बस्ने पानी नुहाउनु परेन ओ ज्याकेट निकाल न ज्याकेट नै भिजाम न पुग्छ नि सबैलाई नुहाउनलाई घर धुलो पानी है भइहाल्यो एक निकाल्यो भने आउँछ मलाई त अझै ट्रिटमेन्ट गर्नु परेको केराटिन गरी कपाल यही हो भगवान् केराटिन भइसक्यो यसले चाहिँ जोगाइरहेको आमा पानी पर्नु भएको अब त हुटु आम पानी परेर हालिहाल्यो ओइ गुदु गरेर एक दुईटा जुगा हाल्दैन न मारी सबै खान्छ पेडी क्या यहाँ ओलामा यहाँ हेर न यहाँ पानी कस्तो मेनी पेरमा यहाँ हेर न ग्यास भरेर अघि ब्रेक नलागेर के गर्नु के गर्नु भइगयो अगाडि बाख्रा पिली त चिप्रे भर्ला के लाग्छ मेरो उ त झरेर लुइले भिडियो बनाउँदै अगाडि जान्छ फेरि अनि त्यस्तो लडाइ नि होइन क्या यसले टेक्यो होइन अनि फेरि उठायो भने फेरि आइक्यो तालतिर लडाइ होइन क्या यस्तो पनि गाडी उठा च्याटेर अर्को हेरेर पाइन विमल सर त्यहाँ यति नि भिडियो हालिदिनु भएन सर र है हेर्ने त्यस्तो विधि त भएन यस्तो मेरो त यसरी समाउँछु नि त यसरी समाउँछु नि त अनि यो यस्तो भयो कि ठिक मेरो त यस्तो हुन्छ नि त यहाँनिर यस्तो हुन्छ अनि यो खाल्डो खाल्डोमा परेर यस्तो चाहिँ दुख्छ बेकारमा फोर्यो यार यस्तो र उही अब मुठी पनि गाह्रो हुन्छ नि यार स्कुटरको त दुईवटा खुट्टा त हालेर लिएर हिँड्ने पनि केही फरक परेन बाइकको त एउटा झसरी माथि चढ्नै पर्यो अगाडिको नि मैले त ब्रेकै
कहाँबाट ढलन बाटो छ या त्यत्रो माथि डाँडादेखि आयौँ होइन ल झर्ना हेर्न पाएनौँ तर एटलिस्ट त्यहाँबाट दृश्य चाहिँ देख्यौँ रौके झर्ना रातै भएर चाहिँ माटोले गर्दा हेर्नु ऊ माथिदेखि बगेको कोही दुईटा आँखा हेर्नु एउटा यहाँबाट आएको नि एउटा यहाँबाट आएको नि दुईटा पाए बारीको जाउँ न भने त्यही होला तर्नु हो तल त्यही होला तर्नु हो यत्रो बारी आयो अहिले बाइक कसरी तार्ने ल फाइनली हामी अहिले चाहिँ झऱ्यौँ होइन हामी ऊ त्यति माथि गाउँबाट आयौँ सोचेको थियौँ 6 किलोमिटर केही पनि होइन लास्टमा हामीले झर्ना हेर्न नि पाएनौँ तर झर्ना हेर्न नपाए पनि हामी तल झर्दै गर्दा चाहिँ गाउँको एउटा परिवेश यो टाइमको रमाइलो खेतीपाती होइन कतै मान्छेहरू आली लाउँदै हुनुहुन्थ्यो कतै धान रोप्दै हुनुहुन्थ्यो कतै बच्चा बच्चीहरू देख्यौँ होइन अनि अर्ग्यानिक फलेको फुलेको सबै देख्यौँ एकदम मजा आयो बाटो त एकदमै गाह्रो थियो तैपनि त्यो हुँदाहुँदै नै हामी अहिले चाहिँ यो छरेको हाइवेमा आइसक्यौँ अब काठमाडौँ जान लागेको है जस ओभरअल चाहिँ एकदम मजा आयो एक्सपिरियन्स चाहिँ राम्रो भयो अनि एकदम एडभेन्चर भयो अनि फेरि यस्तो गर्छौँ भनेर नि आएको थिएन हामी त्यतिकै सरस्वती हावा खान निस्क्यौँ मान्छे पानी खाएर फर्किए धन्यवाद